कुनै प्रेमिल कथाका दुई पात्र हौ हामी। मैले प्रेम शब्दमा देखाउँछु, उनी व्यवहारमा झल्काउँछन्। हाम्रो प्रेम सबैलाई देखाउन जरुरी छैन। बराबरीको प्रेम छ हामी बीच। मैले उनका खुट्टा ढोक्छु, उनी मेरा पैताला चुमिदिन्छन्। दिनभरिका गफ मैसँग आएर सुनाउँछन्। मेरा लागि के नै पो गरिदिन्छु भन्छन्। उनी बोलिरहँदा मेरो मनमा छुट्टै आनन्दको अनुभूति हुन्छ। उनका बारे पुरै पुस्तक लेखौं भने पनि शब्द कम पर्छ। तिमी मलाई छाडेर त जाँदैनौ नि? उनको यो सोधिरहने प्रश्नको कहिलेकाहीँ मसँग उत्तर हुँदैन। उनलाई पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सफलता हो। उनको जीवनको अमूल्य हिस्सा हुन पाउनु मेरो लागि ताकत हो। मेरो नाम पछाडि उनको थर हुनु मेरो सबैभन्दा ठूलो सपना हो। मलाई बस उनको मनपर्ने फूल हुन मन छ। त्यही फूलको सुवासले उनको जीवनलाई सुगन्धित बनाउन मन छ। जीवनभर उनका बारे कविता लेखिरहन मन छ। कहिल्यै नओइलाउने त्यो मखमली फूल झैं उनको मनमा बसिरहन मन छ।